आरपीडी एजुकेसनमा यहाँलाई हार्दिक स्वागत छ। आजको विषयवस्तु रहेको छ उखानहरूको वाक्यमा। यस च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी अन्त्यसम्म हेर्नुहोला। बाहिर समाज सेवाको कुरा गर्ने तर भित्रभित्रै सोझा जनता ठग्ने ती व्यापारीको व्यवहार मुखमा राम राम बगलीमा छुरा जस्तै छ। गरीबले सानो गल्ती गर्दा पनि जेल जानुपर्ने तर करोडौं घोटाला गर्नेहरू खुलेआम घुम्ने हाम्रो समाजमा सानालाई ऐन ठुलालाई चैन भएको छ। गाउँमै अर्गानिक खानेकुरा पाइन्छ तर हामी सहरको जङ्क फुडमा झुम्मिन्छौँ। यसैलाई भनिन्छ नजिकको तीर्थ हेला। यसको अर्थ कुनै पनि काम गर्नु अघि राम्ररी विचार पुर्याउनु हो। हामीले सधैँ विचार गरेर मात्र अघि बढ्नुपर्छ। ऋण काटेर छिमेकीको देखासिखीमा भोजभतेर गर्नु मूर्खता हो। हामीले सधैँ घाँटी हेरी हाड निल्नुपर्छ। अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सन्छ भनेको के हो? यसको अर्थ एक पटक नराम्ररी डराएको वा ठगिएको मानिस सामान्य शङ्कास्पद कुरामा पनि डराउँछ। अघिल्लो वर्षको महाभूकम्प भोगेका रामबहादुर अहिले ठुलो ट्रक गुड्दा घर हल्लिए पनि भूकम्प आयो भन्दै बाहिर भाग्छन्।